यो पनि एउटा महत्त्वपूर्ण क्वेसन रहेछ। यसमा हेर के गर्नु छ। यसमा यो सबैलाई जोड। 2 + 3 + 7 + 60 कति भइहाल्यो? 2 3 5 7 12 8 20 ठिक छ। यो 20 मा 5 दिएको छ। यो 20 वालालाई निकाल्नु छ। त हेर यो कतिवटा खण्ड छ? 1 2 3 4। यो त्यसको समले जतिवटा खण्डमा छ त्यसलाई डिभाइड गर्दा त्यो 5 त्यही आएको छ। ठिक छ। यसो पनि हेर यो 6 7 13 5 18 8 26 4 30 30 आयो। कतिवटा खण्ड छ? 1 2 3 4 5 भनेको 5 ले डिभाइड गरेर 6 आइहाल्यो। त्यस्तै यसमा गर्नु छ। 9 8 17 7 24 ठिक हो। फेरि 9 8 अनि 7 गर्नु छ। 24 24 48 आउँछ। ठिक छ। कतिवटा छ? 1 2 3 4 5 6 6 ले डिभाइड गर्दा 8 यहाँ कति राख्नुपर्छ? 8 ठिक छ। 8